निम्नवर्गीय परिवारको छोरी हो म पनि तपाईहरु जस्तै र यसै गरी परिवारबाट यो देशको लागि के गरौँ भनेर नआएको छोरी हो। तपाईहरुले आफ्नो जस्तो परिवारलाई सोच्नुहुन्छ त्यस्तै म तपाईहरुको घरको छोरी हो। आज यो देशमा राष्ट्रिय राजनीतिमा जताततै व्यथिति छ, विसङ्गति छ, हामी केही गर्नुपर्छ भनेर मूलधारको राजनीतिमा प्रवेश गरेर आए। मूलधारको राजनीतिमा प्रवेश गरेर करिब 2.5 वर्ष त्यो संसद भवनमा देशको राजनीति कसरी चल्दो रहेछ भन्ने कुरा मैले देखेँ। यो देशमा निमुखा गरिब जनतालाई सधैँभरि गरिब नै राखेर र गरिबलाई तिमीहरू गरिब छौ, तिमीहरूलाई हामीले धनी बनाउने हो भनेर राजनीति गर्नेहरू यो समाजमा छन्। तिनीहरूका विरुद्ध हामी यो देशमा राजनीति गर्न आएका हौँ, त्यो बदल्नको लागि आएका हौँ, यो अन्यायलाई बदल्नको लागि हामी आएका हौँ। यो देशमा आम नेपाली नागरिकहरूले न्याय पाउनुपर्छ। माडी यो देशमा माडीले धेरै कुरा देखेको छ, द्वन्द्व देखेको छ, हिंसा देखेको छ, चरम उत्पीडन देखेको छ। यो ठाउँमा 50औं वर्ष भइसक्दाखेरि पनि माडीले न्याय नपाउने त्यस्तो कुनै कारण छैन नि। यो देशबाट प्रधानमन्त्री भएकाहरू यही माडीलाई प्रतिनिधित्व गरेर पनि गएका छन् नि, किन माडीले न्याय पाएन? यदि तिनीहरूले दिन्थे भने हिजै किन दिएन? आजसम्म पर्खिनु पर्यो। त्यसकारणले म तपाईहरु जस्तै तपाईहरुकै घरकै छोरी हो। मलाई मसँग दिने कुरा केही पनि छैन। आज दिनेले धाक पनि दिएका छन्, धम्की पनि दिएका छन्। तपाईहरुलाई चुनाव आएको बेलामा घर घरमा आएर यसपटक त है भन्दै आमा समूह होला, तपाईहरुका टोल विकास समितिहरू होलान्, एउटा स्पिकर देलान्, एउटा कुर्सी देलान्, एउटा माइक देलान् र फकाउन खोज्लान्, युवाहरूलाई फुटबल देलान्, ब्याडमिन्टन देलान्। तर तपाईहरु सचेत हुनुहोस्, मसँग दिने तपाईहरुसँग दिने केही पनि कुरा छैन, खाली इमानदारीता छ। म मेरो आज आमा बुवासँग त्यति इमानदारीताको जगमा उभिएर आएको छु। मलाई थाहा छैन मैले कति गर्न सक्छु।